नमस्कार सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, म एक्सन कुमार ओली। आज म यस्तो विषयवस्तुसँग सम्बन्धित कुराकानीहरू गर्न गइरहेको छु जसले तपाईको सोच नै चेन्ज गरिदिन सक्छ। नेपालमा अहिले पनि करोडौंको कृषि सामग्रीहरू विदेशबाट आयात भइराखेको छ। तर हामी किन अझै बेरोजगार छौँ त? हामीसँग जमिन छ, पानी छ, मौसम राम्रो छ, विश्वभर पाइने हावापानीहरू नेपालमा हुन्छ। यसको मतलब विश्वभर उत्पादन हुने कृषि सामग्रीहरू नेपालमा नै उत्पादन हुन्छ। तर काम गर्ने माइन्डसेट छैन, हामीले काम गर्ने माइन्डसेट छैन। यदि तपाईहरूले सानो लेभलबाट सुरु गर्नुभयो भनेदेखि एक दिन ठुलो सफलता हासिल गर्न सक्नुहुन्छ। ठुला ठुला फर्महरू, ठुला ठुला कम्पनीहरू सानो सानो कामबाट नै सुरु भएर ठुलो सफलता हासिल गरेका हुन्। त्यसैले एक दिन ठुलो सफलता हासिल गर्न सक्नुहुन्छ। जस्तै बाख्रा पालन, कुखुरा पालन, तरकारी खेती, माछा पालन अर्थात् अन्य कृषि व्यवसायहरू रहेका छन् नेपालमा। ती व्यवसायहरूको बारेमा राम्रोसित रिसर्च गरेर, राम्रोसँग चाहिँ त्यसको अध्ययन अनुसन्धान गरेर गर्नुभयो भनेदेखि तपाईहरूले फेल खानु हुने छैन। हाम्रो एग्रो टिभी रोल्पाको मैले चाहिँ यो एग्रो टिभी रोल्पा नामक च्यानल खोलेँ। यो किन खोलेँ भनेदेखि यस्तै समस्याहरू छन् नेपालमा। यो टेक्निकल ज्ञानहरू नभएको कारणले धेरै कृषकहरू हन्डर खाइराख्नु भएको छ हैन। यी विषयवस्तुहरूलाई नै मध्यनजर गर्दै मैले यो च्यानल खोलेको हुँ। फार्म कसरी सुरु गर्ने, कति लगानी लाग्छ, प्रफिट कति आउँछ भन्ने कुराहरू आफूले पनि पढ्दै, आफूले पनि गर्दै तपाईहरूलाई पनि सिकाउँदै जानेछु यस च्यानल मार्फत। त्यसैले हाम्रो च्यानललाई सब्सक्राइब गरेर जोडिन नबिर्सिनु होला। हस्त, धन्यवाद। अब भेटौँला भोलिको भिडियोमा है त।